त अब आज हामी के सिक्छौँ भनेपछि लिनियर एक्सपान्सिभिटी सिक्छौँ के LINEAR म कुनै एक्सपर्ट त होइन तर त्यही पनि लिनियर एक्सपान्सिभिटी चाहिने आई नो द्याट मच सो वी विल लर्न टुडे लिनियर एक्सपान्सिभिटी है लिनियर एक्सपान्सिभिटी वी विल लर्न अबाउट द्याट टुडे त लिनियर एक्सपान्सिभिटीमा के हुन्छ भनेपछि हामीले चाहिने यो लेन्थको बारेमा मात्रै हो क्या जस्तै कि डाइमेन्सन हुन्छ त जस्तै कि एउटा स्ट्रेट भयो भने यसलाई 1D भन्छौँ हामीले यसमा लेन्थ मात्रै छ अनि त्यसपछि यस्तो भयो भने यसलाई 2D भन्छौँ हामीले यसमा लेन्थ प्लस ब्रेथ छ अनि क्युब टाइपको भयो भने अनि हामीलाई त्यसलाई हामीले 3D भन्छौँ जस्तै यसमा लेन्थ ब्रेथ हाइट दुइटै छ त्यही भएर यो लेन्थवाला मात्रै हो यो चाहिँ नि वान डाइमेन्सनल भनेर बुझ्दा नि हुन्छ तिमीहरूले अब लिनियर एक्सपान्सिभिटीमा म सबभन्दा सुरुमा तिमीहरूलाई माइन्ड म्याप दिन खोज्छु माइन्ड म्याप भने तिमीहरूलाई रिमेम्बर गर्न सजिलो हुन्छ माइन्ड म्याप भइसकेपछि होइन माइन्ड म्याप हुन चाहिने जरुरी छ क्या अब पढाइले मात्र हुन्न माइन्ड म्याप भयो भने तिमीहरू क्लियरली रिमेम्बर गर्न सक्छौ क्या माइन्ड म्यापको लागि सबभन्दा सुरुमा चाहिँ नि तिमीहरू के गर भनेपछि होइन सबभन्दा सुरुमा एउटा फिगर बनाऊ सबभन्दा सुरुमा त अब फिजिक्स हो नि फिगर बिना त अब यो नो के फिजिक्स भनिसकेपछि अब फिगर बिना त अब जस्तै कि एउटा रड भयो होइन अब यो रडलाई हामीले हिट गरिराखौँ अब यहाँ जस्तै कि म ड्रइङमा त्यति टाइरेन्ट त होइन त्यही पनि जस्ट बनाऊ के तिमीहरू ड्रइङ राम्रो होस् नराम्रो होस् फरक परेन यु हेभ टु बिल्ड यर माइन्ड म्याप सो बनाऊ अब हामीले यहाँ कन्सेप्ट बुझ्ने हो माइन्ड म्यापमा अरू केही गर्ने होइन बनाऊ अब यति भइसकेपछि यो हिट गरिसक्यो अब यसको लेन्थ चाहिने तिमीले L1 मान्देऊ होइन यसको लेन्थ पहिला L1 मान्देऊ अनि यसको टेम्परेचर चाहिने तिमीहरूले θ1 मान्देऊ त्यति गरिसक्दा पछि चाहिने अब तिमीहरूले यति गरिसक्यौ भनेपछि अनि त्यसपछि अब आफ्टर हिटिङ ह्यान्डराइटिङ इग्नोर हान है मेरो हात दुखिरहेको छु अब आफ्टर हिटिङ भने पछि अब तिमीले यसलाई ततायो यो रडलाई तताउनु त अब तताइसकेपछि के हुन्छ अब यो तताइसकेपछि लिनियर एक्सपान्सिभिटी भनिसकेपछि त बढ्छ ल मानौँ पहिला यो रडको साइज यति थियो अब बढेर कति भयो यति भयो बढेकोलाई तिमीहरू डट 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 गरिदेऊ होइन अब यसलाई यो पुरै लेन्थलाई तिमीहरूले के मान L2 मान होइन अनि यसको टेम्परेचरलाई θ2 मानिदेऊ त्यति भइसकेपछि त भ्यायो अब माइन्ड म्याप पछि अब डेरिभेसनतिर जाऊँ हामी अब हामीलाई अब यहाँ के बुझ भनेपछि जस्तै कि यहाँ हामीले यो तताएर यसको यो साइज बढ्यो नि यो साइज बढ्नको L1बाट L2 हुन के चिजले एफेक्ट गरिरह भन्ने हामीले बुझ्नु पर्यो एउटा त हिट जति तताइम त्यति बढिरह अब तिमीहरूले जस्तै कि मान एउटा यो फलाम छ यसलाई ततायो भने तिमीहरू यो जस्तै कि एउटा यो फलाम मान न फलाम अब यसलाई ततायो भने यो पग्लिँदै जान्छ मेल्ट हुँदै जान्छ अब जति मेल्ट गर्यो त्यति लामो हुने लिक्विड फर्ममा पनि गइदिन्छ झन् लिक्विड फर्म त यति फैलिन्छ त्यही भएर जति हिट गर्यो त्यति यो हुने हो त्यति चाहिने यो चाहिने के भन्छ बढ्दै जान्छ त्यही भएर एउटा यसलाई अफेक्ट गर्ने चिज चाहिने हिट हो हैन अनि अर्को चाहिने केले अफेक्ट गर्छ भनेपछि यसलाई डाइरेक्टली केले अफेक्ट गर्छ भनेपछि अब बुझ न के जति तिमीहरूले अब यत्रो रड ततायो भने यो लामो भएर यत्रो हुने त हैन अब त्यही भएर तिमीहरूले यत्रो ततायो भने त जति ठुलो रड जति ठुलो मेटल ततायो जति ठुलो मेटललाई हिट गर्यो तिमीहरूले त्यति लामो हुने त हो सो त्यही भएर दुईटा चिज जसले डाइरेक्टली अफेक्ट गर्छ के अरे एउटा हिट हो चेन्ज इन हिट अनि एउटा लेन्थ हो हैन ओरिजिनल लेन्थ L1 हो बुझ्यौ के हो अरे एउटा चाहिने चेन्ज इन हिट अनि अर्को चाहिने ओरिजिनल लेन्थ L1 हो हैन अब यहाँ हेर अब लिनियर एक्सपान्सिभिटीको अब हामी डेरिभेसनतिर जाऊँ यो माइन्ड म्याप त क्लियर छ तिमीहरूको भन्ने म सोच्छु ल अब हामीलाई के थाहा छ अब भर्खरै माथि अब तिमीहरू सबभन्दा सुरुमा त यता फिगर बनाऊ मैले यो माथि बनाइसकेँ इक्जामको अथवा क्लासमा सरहरूलाई देखाउँदाखेरि पनि सबभन्दा सुरुमा यी फिगरहरू बनाऊ फिगरहरू बनाइसकेपछि अब फ्रम द लेख के भनेपछि फ्रम द अबभ फिगर अब हामीलाई जस्ट
जस्तो अरू स्टुडेन्ट जस्तो होइन क्या। अब यु निड टु इम्प्रोभाइज गर्ने हो क्या। अब जस्तै कि अरूले डाइरेक्ट एक्सप्लेनेसन गर्छन्, तिमीहरूले फ्रम द अब फिगर भन। अब फ्रम द अब फिगरबाट तिमीहरूले के थाहा पायो भनेपछि, अब फ्रम द अब फिगरबाट के थाहा पाउँछौ तिमीहरूले? माथिको फिगरबाट वी क्यान कन्क्लुड द्याट अब यो माथिको फिगरबाट तिमीहरूले के कन्क्लुड गर्न सक्छ? अब त्यो माथिको फिगरबाट तिमीहरूले यो L2 भनेको चाहिने पहिला यो ओरिजिनल लेन्थ माइनस नयाँ लेन्थ त हो। L2 भनेको चाहिने यो पुरै लेन्थलाई, जस्तै कि तिमी L2 भन्न आउँछ यो डेल्टा एल के, डेल्टा एल भनेको चेन्ज इन लेन्थ चाहिने यो पुरै लेन्थबाट तिमीहरूले ओरिजिनल लेन्थ घटायो भने त हो। त्यही भएर यहाँ डेल्टा एल भनेको के लेख्यो? L2 माइनस L1 लेख्दो। अब हिट भनेको पनि त्यही हो, चेन्ज इन हिट भनेको पनि त्यही हो। अब नयाँ हिटबाट पुरानो हिट हटायो भने तिमीहरूको चेन्ज इन टेम्परेचर आउने हो। सो त्यो लेख। अब फ्रम द अब फिगर वी क्यान कन्क्लुड, यो लेख्दो डेल्टा एल इक्वल्स टु L2 माइनस L1 अनि डेल्टा थीटा इक्वल्स टु θ2 माइनस θ1। यो हो सिम्पल कुराकानी यो हो। अब यति पछि के गर भनेपछि तिमीहरूले, अब यति पछि के गर भनेपछि देन अब त्यहाँपछि फ्याक्टर्स। अब यसलाई अफेक्ट, यसको चेन्ज इन लेन्थलाई अफेक्ट केले गरिरह? फ्याक्टर्स अफेक्टिङ एक्सपान्सन ल भन केले अफेक्ट गरिरह? मैले यहाँ भनिरहेको थिएँ। अब एक्सपान्सन भनेको के हो? एक्सपान्सन भने बढ्नु हो। बढ्नुलाई हामीले के भन्छौँ? डेल्टा एल भन्छौँ। डेल्टा एल इक्वल्स टु केले अफेक्ट गरिरह? एउटा ओरिजिनल लेन्थले गरिरह होइन। अब तिमीहरूले यो पनि, तिमीहरूलाई अझ यहाँ राम्रो गर्नु छ, सरहरूलाई अझै इम्प्रेस गर्नु छ भने सबभन्दा सुरुमा के लेख भनेपछि तिमीहरूले कन्सिडर अथवा सपोज वी टेक अ रड अफ ओरिजिनल लेन्थ L1 एन्ड ओरिजिनल भोल्युम V1 आफ्टर हिटिङ होइन। अनि त्यहाँपछि द लेन्थ बिकम्स L2 एन्ड टेम्परेचर बिकम θ2। त्यस्तो भोल्युम अब त्यस्तै तिमीहरूले लेख्ने हो। अब लिनियर एक्सपान्सिभिटीमा लेन्थ र θ लेख्छौ, अनि त्यहाँपछि चाहिँ नि सुपरफिसियलमा तिमीहरूले एरिया र अनि θ लेख्छौ, अनि त्यहाँपछि सुपरफिसियल पछि अनि क्युबिकलमा चाहिँ नि तिमीहरूले भोल्युम र θ लेख्छौ। त्यस्तो अब तिमीहरू आफू गर्ने हो। त्यो अब आफू मिलाएर लेख। त्यति पनि मैले भन्नु पऱ्यो भने त अब के नै भन्ने भन। अब यहाँ फेरि तिमीहरूले यो मैले पनि मिस्टेक लेखेको छु, दिमागमा रहन्न क्या, मान्छे प्र्याक्टिस गरिराख्नुपर्छ। त्यही भएर डेल्टा एललाई डाइरेक्टली असर केले पार्छ? त्यसलाई हामी पर्पोसन भन्छौँ क्या। पर्पोसन लेखिदेऊ होइन। यहाँ पर्पोसनको साइन दिइदेऊ असर पार्ने चिजलाई, अनि L1ले गर्छ, अनि त्यहाँपछि डेल्टा एललाई चाहिँ नि अर्को केले गर्छ? डेल्टा थीटाले गर्छ, चेन्ज इन टेम्परेचरले गर्छ होइन। अब यति गरिसकेपछि तिमीहरू यसलाई इक्वेसन 1 मान्देऊ, यसलाई इक्वेसन 2 मान्देऊ। सिम्पल। इक्वेसन 1 मान्देऊ, इक्वेसन 2 मान्देऊ। अब कम्बाइनिङ इक्वेसन, क्यामेरामा मोबाइलमा हेरेर गर्नु लागेको कस्तो अस्ति हुँदो रहेछ, पेपरमै हेर्छु। कम्बाइनिङ इक्वेसन आई एन्ड आई हामीले के पाउँछौँ? वी गेट हामीले के पाउँछौँ त्यो लेख्दो। अब यो कम्बाइनिङ इक्वेसन पनि सिकाउनु पर्दैन होला तिमीहरूलाई, 10 क्लास 9 क्लासमा पढेर आएको तिमीहरू। युआर ट्यालेन्ट गाइज। अब L1 को L1 आउने भयो, पर्पोसनलको पर्पोसनल आउने भयो, L1 डेल्टा थीटा आउने भयो होइन। L1 डेल्टा थीटा आउने भयो। यसलाई थर्ड मान्दियो इक्वेसन, के छ र होइन। इक्वेसन थर्ड मान्दियो। अब यता हेरौँ, अब हामी कता हेरौँ? यता हेरौँ। अब इक्वेसन थर्ड मान्दियौँ भनेपछि अब इक्वेसन थर्ड आयो। त्यहाँपछि इक्वेसन थर्ड आइसकेपछि अब हामीले अब यतै हेर न तिमीहरू, हामीले के कन्क्लुड गरेको थियौँ भनेपछि यहाँ माथि डेल्टा थीटा भनेको L2 माइनस L1 हो भनेपछि यहाँ ल भ्यालु राखिदेऊ डेल्टा थीटाको। अब देन इक्वेसन 3 बिकम्स
बिकम्स के भन्छ इक्वेसन 3 यहाँपछि इक्वेसन 3 भन्छ डेल्टा के अरे डेल्टा एल इक्वल्स टु L1 डेल्टा थीटा यो के भन्छ L2 माइनस L1 इक्वल्स टु L1 डेल्टा थीटा प्रोपोर्सनल हो है यहाँ प्रोपोर्सनल ब्रोज प्रोपोर्सनल हो। फेरि तिमीहरू फेरि म जस्तै हाउडे नभन्नु है, हल्का राम्रोसित गर्नुपर्छ। यहाँ चाहिँ प्रोपोर्सनल साइन हुन्छ है। अनि त्यसपछि यति गरिसकेपछि अब यो प्रोपोर्सनालिटी कन्स्टेन्टलाई हामीले हटाउनु पऱ्यो। L2 माइनस L1 इक्वल्स टु अब प्रोपोर्सनालिटी साइनलाई हटाउनुको लागि तिमीहरूले अल्फा लेख्देऊ अनि अल्फा L1 डेल्टा थीटा बनाइदेऊ। यसलाई वेयर यो लेख्नुपर्छ है, वेयरवाला वेयर अल्फा इज प्रोपोर्सनालिटी कन्स्टेन्ट, त्यो आफै लेख प्रोपोर्सनालिटी कन्स्टेन्ट। भिडियो जति भन्दा त्यति सर्ट बनाउँदा राम्रो। अब यो प्रोपोर्सनालिटी कन्स्टेन्ट यहाँ आफै लेख अनि त्यहाँपछि सो लेख अनि त्यहाँपछि L2 अब यता चाहिँ L1लाई उता पठाइदेऊ। L2 इक्वल्स टु L1 प्लस अल्फा L1 डेल्टा थीटा यो गर अनि त्यहाँपछि L2 इक्वल्स टु L1लाई कमन ल्याऊ दुईटोबाट L1 अनि केही छैन भने 1 बच्यो 1 प्लस अल्फा डेल्टा थीटा दिस इज द रिक्वायर्ड एक्सप्रेसन। अब यतिमा पनि तिमीहरू रोक्न सक्छौ हैन, यतिमा रोक्न सक्छौ तर वाइ स्टप हियर के। अब सिम्पल अरू लाइन एड गरिदेऊ न, एउटा सिम्पल अरू चिज गरिदेऊ सर त्यस्तै मक्खै के तिमीहरू पढाइ रहेछ भने सरले त्यतिकै मार्क्स दिइहाल्छ। अब के भन्छ अब के गरिदेऊ भनेपछि यतिमा रोक्दा पनि तिमीहरूले मार्क्स पाउँछ है, मार्क्स नपाउने भन्ने होइन, यतिमा रोक्दा पनि